presented by Mediascape. Co-presented by Cubot Smartphone. Simple and trust. Powered by Nevico Healthy Food, Healthy Mood. Sponsored by DAV Sushil Kedia, Vishwabharati. High-Tech Google Android TV. Idea Appliances. Internet partner Vianet. Furniture partner QNU Furniture. IT partner Online Multimedia. Supported by Thomson LED TV. Shrestha Tailoring, Hair and Shanti Salon. Caliber Shoes. Greatest Appliances. Dubai Best Brand of Nepalma. Thank you everyone. अरु केही छ? खासै केही छैन म्याम। दुईटा मिटिङ एकैचोटी छ। यसमध्ये कसले चाहिँ क्यान्सल गरौँ भनेर अलि दुविधामा छु। त्यो विनोद ग्रुपको मिटिङलाई चाहिँ फिक्स गर। ओके म्याम, आई विल डु द्याट। अनि म्याम त्यो गोदावरीवाला मिटिङ नि? त्यसमा इभान जान्छ। अनि इभानसँग बन्टी र सुहाना पनि। मम, मलाई केही आइडिया छैन। बिजनेसमा दुईटा रुल हुन्छ, सक्सेस अनि प्रफिट। यु आइदर वान्ट इट अर यु डोन्ट। त्यसैले ट्राई टु बी रेस्पोन्सिबल इभान। सखी, धेरै चिन्ता नगर न, जे हुन्छ राम्रोको लागि हुन्छ। मनदेखि गरेको पुकारहरूले त नकार्न सक्दैनन् भने मान्छेको त के कुरा। मान्छे नभएर राक्षस भयो भने नि। प्लिज बी पोजिटिभ यार। कसैलाई नभेटी उसको बारे जजमेन्ट गर्नु त राम्रो होइन नि। Upasna, right? Hi, I'm Suhana, Assistant Manager of Ivan Corporation. Shall we? Of course.
तपाईँ त्यो आश्रमको ल्यान्डको विषयमा कुरा गर्न चाहनुहुन्छ हैन? हजुर, एक्चुअली त्यो आश्रम जुन ठाउँमा छ त्यो इभान कर्पोरेसनको प्रपर्टी हो। सबै कुरा त क्लियरै छ हैन र? अब फेरि त्यसमा कुरा गरेर टाइम वेस्ट किन गर्ने? तपाईहरूको लागि यो टाइम वेस्ट होला, तर हाम्रो लागि यो आश्रम भनेको ती अनाथ बालबालिकाहरूको फ्युचर सँगसँगै अरू कसैको सपना र फिलिङ्स पनि जोडिएको छ। कसको? You mean? कसैको फिलिङ्स, सपना? तिमीले भर्खर जुन भन्यौ। मैले बुझेँ। के बुझ्यौ? तिम्रो बिजनेस ट्रिक। मतलब? बिजनेसको दुईटा रुल हुन्छ, सक्सेस एन्ड प्रफिट। तर प्रफिटकै लागि यसरी अनाथ बालबालिकाहरूको युज गर्नु त भएन नि, होइन र? हामी पे गर्न पनि रेडी छौँ, तर हामी बेच्न रेडी छैनौँ। इवान, why are you behaving like this? के बोला न? परी प्लिज, यो हाम्रो बिजनेसको कुरा हो, यसमा तिमी नबोलेकै राम्रो। गुरुकुलको लास्टैसम्म आइपुग्दा मलाई लागिरहेको थियो कि मैले तिम्रो बारेमा गलत सोच बनाइरहेको रहेछु, तर म रङ रहेछु। संसारमा केही कुरा कहिले पनि चेन्ज हुँदैन रहेछ। बन्धु, व्यापारमा यति धेरै लिप्त पनि नहुनु कि भोलिको दिनमा आफ्नै प्रतिबिम्बले तर्साओस्। इवान, तिमीसँग सानो कुरा गर्नु छ, एकछिन आऊ त। एकैछिन। अचानक के भयो? किन यस्तो बिहेभ गरिरहेको? परि तिमी बुझ, बिजनेस एउटा ठाउँमा हुन्छ अनि रिलेसन अर्को ठाउँमा, अनि म ममको विश्वास नै तोड्न सक्दिनँ। ट्राई टु अन्डरस्ट्यान्ड, प्रोफेसनल र पर्सनल रिलेसनमा धेरै नै डिफ्रेन्स छ।
कसको? कसैको फिलिङ्स, सपना, तिमीले भर्खर जुन भन्यौ मैले बुझेँ। तिम्रो बिजनेस ट्रिक, बिजनेसको दुईटा रुल हुन्छ, सक्सेस एन्ड प्रॉफिट। ड्युट यस्तै हो, नचाहँदा पनि भेटिनुपर्छ, छुट्टिनुपर्छ, ठोकिनुपर्छ। पृथ्वी गोलो छ के? सायद उसले त्यो अनाथ आश्रममा म्युजिक क्लास खोल्ने भनेको पो हो कि? के फरक पर्छ र? त बिजनेस गर्ने मान्छेलाई फिलिङ्सको के भ्याल्यु? त मेरो सपोर्ट गरेर हो कि बिल्ला हानेर? त जे सोचे नि सोच, तर म तेरो ठाउँमा भएको भए नि दिमागले होइन क्या, मनले डिसिजन गर्दै। ओए जमिन रेडी हुनु। कहाँ? मैले तँलाई भने नि हिजो आज कोहीलाई भेटाउँछु भनेर। जलस्तीलाई अहिले नै जाने र? मुडै छैन यार। ओहो, तेरो पालामा चाहिँ मुड हुने, मेरो पालामा चाहिँ मुड बनाउनु पर्ने। नाटक नगर, छुट्टिन छोडिदियो, किन आइज। किने तिम्रो मन जान्छ जतानी, वर्षाभरि झर्ने बादलको पानी। हुन ऊ पुलिस हुन्छ कि? ओके, नाम त भन्। तैँले उसलाई राम्रोसँग चिन्छेस्। म तँलाई फेस टु फेस भेटाउँछु अनि तेरो फेसको रियाक्सन हेर्छु। I love you, Muti. I love you too. अनि किन ढिलो? ट्राफिक थियो। के भयो तँलाई? देखिस् त मेरो प्रिन्स चार्मिङ? तिम्रो अङ्गालोको न्यानो सिरानी, तिम्रो मैले तँलाई भनेको होइन तँलाई फेस टु फेस भेटाउँछु अनि तेरो फेसको रियाक्सन हेर्छु भनेर। पलको हाँसो एक पलको रिसानी, तिम्रो र मेरो मायाको कहानी।
whispers in Oh my your God. ear say, you and I, you I'm so happy यार. hold your hands तर यो सब and कसरी भयो अचानक? you and I, whispers in your ear say, माया भन्ने चिज नै यस्तो रहेछ, एक्कासी पर्दो रहेछ है। खासमा हामीले कसैले पनि भनेका थिएनौँ। सो आई थिङ्क यु गाइज आर द वान फर्स्ट टु नो। र मैले थाहा पाएँ मेरो राजकुमारी भनेको यही मोटी रहेछ। खै म तँलाई कसरी भनौँ, म आफै सोच्न सकिरहेको छैन। जोसँग म दिन रात झगडा गर्थेँ उसैसँग यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। तर मैले तँलाई भनेकै थिइनँ यो म्युजिक क्लास सिक्दिनुभन्दा अगाडिदेखि नै हो। आइ एम सो ह्याप्पी यार। Falling in love is such an amazing feeling. तस्बिरमा देखिएको व्यक्ति को हुन्? अप्सन ए बन्नी, अप्सन बी श्रीकृष्ण, अप्सन सी दिवाकर, अप्सन डी जीत। Type UNI space A, B, C or D and send it to 38000. Lucky winner will get exciting prizes from Caliber Shoes, Rhino Leather, Big Movies, F-Cube, Nombre Jeans and Mediascape.